एनईबी बोर्डको अब आउन लागेको एक्जाममा सधैँ लास्ट क्वेसन नम्बर 22 मा कस्ट सिट टेन्डर सिट बनाउने आउँछ। कहिलेकाहीँ कस्ट सिट मात्रै पनि बनाउन आउँछ 8 मार्क्समा र कहिलेकाहीँ चाहिँ कस्ट र टेन्डर दुईटै बनाउन आउँछ 4 मार्क्स गरेर अथवा 5-3 गरेर दिएको हुन सक्छ। अब त्यसको बारेमा मैले सट्टै यहाँ 2081 सेट BC मा दिएको लास्ट इयरको कस्ट सिट र टेन्डर सिट दुईटै भएको बुझाउँछु। यतापट्टि के गर्ने त भन्दा पहिला मेटेरियल र लेबर राख्ने जोड्ने प्राइम कस्ट निकाल्ने। मेटेरियलको प्राइस दिएको छ 1,80,000, वेजेसको दाम दिएको छ 1,20,000, दुईटालाई सम गर्यो भने प्राइम कस्ट भन्छ 3 लाख आयो। 3 लाखमा फ्याक्ट्री ओभरहेड 60,000 एड दिएकै छ, एड गर्ने फ्याक्ट्री कस्ट आयो। फ्याक्ट्री कस्टमा अफिस ओभरहेड 36,000 दिएको छ अनि अफिस ओभरहेड 36,000 दिएपछि COGS आयो जोडेर 3,96,000 अनि सेलिङ ओभरहेड जोड्ने छैन दिएको छोडिदिने, टोटल कस्ट 3,96,000 नै भयो। प्रॉफिट तल टेन्डरको लागि मात्रै मुनि दिएको भएको भएर यहाँ प्रॉफिट मैले झिकिन, त्यही भएर प्रॉफिट नजिक दिएको छोडिदिने, सेल्स पनि नजिक दिएको खाली छोडिदिएको। अब प्रॉफिट कति एड गरेर सेल्स गर्छ भविष्यमा अहिले त्यहाँ क्लियर नभनेको भएर नगर्दिएको छोडिदिएको। अब त्यसैलाई के बनाउने टेन्डर अनि यो कस्ट सिट चाहिँ प्रिभियस इयरको कति प्रोडक्सन युनिटको बनाउने हो भनेर लेखेर गर्ने। प्रोडक्सन युनिट क्वेसनमा दिएको छैन, अब टेन्डरको युनिट पनि क्वेसनमा दिएको छैन, तर कस्ट सिट सधैँ प्रिभियस इयर लास्ट इयरको हुन्छ, टेन्डर सिट चाहिँ करेन्ट इयरका लागि बनाउने हो हामीले। अब यसैलाई लास्ट इयरको लागि कस्ट सिटलाई हेरेर टेन्डर सिट बन्छ। र यहाँ के कुरो बुझ्नुपर्छ भने ओभरहेड 3टा हुन्छ। फ्याक्ट्री ओभरहेड चाहिँ सधैँ डाइरेक्ट वेजेसमा लाग्छ, क्वेसनले बनेन भने, तर क्वेसनले केमा भन्छ त्यसैमा लगाएर गर्नु पर्यो। अनि यहाँको सम्बन्ध हेर्ने, जस्तो फ्याक्ट्री ओभरहेड 60,000, फ्याक्ट्री ओभरहेड सधैँ डाइरेक्ट वेजेसमा इन्कर्ड हुन्छ, लाग्छ। डाइरेक्ट वेजेस 1,20,000, 1,20,000 को यो ठ्याक्कै आधी 60, आधी भनेको 50% रिलेसनमा छ। फ्याक्ट्री ओभरहेड र डाइरेक्ट वेजेस चाहिँ 50% रिलेसनमा छन् भनेर बुझ्ने। त्यस्तै गरेर अफिस ओभरहेड र सेलिङ ओभरहेड दुईटै फ्याक्ट्री कस्टमा लाग्छ भनेर बुझ्नु पर्यो। अफिस र सेलिङ दिएको छैन ढुक्क भइहाल्यो। अफिस ओभरहेड 36,000 दिएको छ, फ्याक्ट्री कस्ट 3,60,000 छ, एउटा जिरो कम छ, त्यो भनेको 10% को रिलेसनसिपमा छ है अफिस ओभरहेड र के भन्ने त फ्याक्ट्री कस्ट र अफिस ओभरहेड 10% को रिलेसनमा छन् भनेर थाहा पाएपछि यता सोही अनुसार गर्ने। अब टेन्डरका लागि मेटेरियलको प्राइस दिएको छ 40,000, वेजेसको चाहिँ प्राइस दिएको छ 30,000, जोडेर प्राइम कस्ट आयो 70,000। अब एड गर्ने फ्याक्ट्री ओभरहेड, अब फ्याक्ट्री ओभरहेड यता कस्ट सिटको सार्ने 60,000, यता कस्ट सिटको फ्याक्ट्री ओभरहेड सर्लक्कै सार्ने अनि वेजेसमा लाग्छ भनेर वेजेस र डिभाइड गर्ने यताकैले। यताको फ्याक्ट्री ओभरहेड डिभाइड बाई यताकै डाइरेक्ट वेजेस 60,000 डिभाइड बाई 1,20,000 इन्टु यताको डाइरेक्ट वेजेस, यताको डाइरेक्ट वेजेस 30,000। अघि मैले भनेको थिएँ 50% को रिलेसनमा छ। यो 0.5 हो, यो डिभाइड गर्दा 0.5 इन्टु 30 गर्दा 15,000 आधी। अब हेर्ने त 30 को आधी 15 हो, 50% रिलेसनमा मिलिरहेको छ भने थाहा पनि भयो। त्यस्तै गरेर अब फ्याक्ट्री कस्ट आयो जोडेर 85,000 अनि एड गर्ने अफिस ओभरहेड, फेरि अफिस ओभरहेड यताकै सार्ने 36,000 सार्ने कपी पेस्ट गर्ने। अब यताकैले चाहिँ फ्याक्ट्री कस्टले डिभाइड गर्ने 3,60,000। अघि मैले भने यिनीहरूको रिलेसन 10% छ अनि यो भनेको 0.1 आउँछ। 0.1 इन्टु 85,000 यताको फ्याक्ट्री कस्टले गुणन गर्ने 8,500 आयो। यताको अफिस ओभरहेड डिभाइड बाई कस्ट सिटकै फ्याक्ट्री कस्टले डिभाइड गर्ने, यताको फ्याक्ट्री कस्टले गुणन गर्ने अनि त्यो 10% को रिलेसनमा भनेको 85,000 को 10% भनेको 85,000 नै हो, मिलिरहेछ थाहा पनि भयो। जोड्ने COGS 93,500, सेलिङ ओभरहेड छैन गर्नै परेन, यो दिएको भए पनि केमै लाग्छ फ्याक्ट्री कस्टमै लाग्छ भनेर गर्नु पर्यो। अनि के चेन्ज हुन्छ भने सेलिङ ओभरहेडको दाम यो माथिको अफिसको ठाउँमा सेलिङ ओभरहेडको दाम राख्ने 3,60,000 र 85 चाहिँ सेमै हुन्थ्यो। अनि टोटल कस्ट आयो 93,500, एड गर्ने प्रॉफिट अन सेल्समा भन्यो भने सधैँ माथिपट्टि 20% भनेको छ अनि माथि 20 राखेर मुनि 100बाट 20 घटाएर डिभाइड गर्ने 80 इन्टु टोटल कस्ट गर्ने। अब यहाँ 20 डिभाइड बाई 80 सेल्समा भनेको भएर, नत्र त कस्टमै भनेको भए 20 डिभाइड बाई 100 मात्रै राख्ने। अनि यहाँ सेल्समा भनेको भएर 20 डिभाइड बाई 80 गर्ने 100 माइनस 20 इन्टु टोटल कस्ट 93,500 गर्दा 23,375 आयो र जोड्दा टेन्डर प्राइस 1,16,875 आयो। ल ठीक बुझ। Thanks for watching this video. Do subscribe for more interesting video. Thank you.